आज हामी यहाँ चाहिँ यो व्यावसायिक तरकारी खेती गर्नको लागि चाहिँ मल्चिङ एउटा प्रविधि छ, यसलाई मल्चिङ भन्छ। यो जुन प्लास्टिक देख्नु भएको छ मल्चिङ प्लास्टिक, यो चाहिँ कसरी प्रयोग गर्ने अनि कति प्रयोग गर्न सकिन्छ भन्ने चाहिँ तपाईँहरूलाई थोरै जानकारी दिन आएको छ। यो मल्चिङ चाहिँ हामी दिनुको मुख्य कारण भनेको चाहिँ झारपातहरू नहुन्। जुन खेती गर्ने तरकारी खेती गर्ने जग्गामा चाहिँ झारपातहरू नआउन् र झारपात रोक्नको लागि चाहिँ प्रयोग गर्ने हो यसको उद्देश्य, र त्यस चाहिँ कायम होस् भन्ने हिसाबले तपाईँले मल्चिङ जुन धेरै प्रकारले गर्न सक्नुहुन्छ। स्थानीय स्तरमा हुने छापो भन्छ नि हामीले, झारपातहरूले पनि प्रयोग गर्न सक्नुहुन्छ होइन। तपाईँ काठको धुलो परालको त्यो के अरे हाम्रो परालहरू त्यो युज गरेर पनि छापो गर्न सक्नुहुन्छ। त्यसको अर्को सट्टामा चाहिँ यो प्रविधि आएको छ, यो चाहिँ यसलाई मल्चिङ प्लास्टिक भन्छ। यो 30 माइक्रोनको हो। यसको टोटल लम्बाइ चाहिँ 400 मिटर छ। यसको 400 मिटरको रोल हो यो। यसको चौडाइ चाहिँ 1 मिटरदेखि 1.5 मिटरसम्मको आउँछ, तर यो चाहिँ 1 मिटर 20 सेन्टिमिटरको छ यसको चौडाइ। यो चाहिँ एउटा पुरै ड्याङलाई कभर गर्छ, एउटा टनेललाई 5 बाई 10 को टनेललाई चाहिँ यसले यो मल्चिङ रोलको लगभग 30 देखि 35 मिटर चाहिँ भयो भने चाहिँ एउटा टनेललाई चाहिँ कभर गर्छ। एउटा टनेलमा प्रायः हामीले चाहिँ 3टा ड्याङ बनाउँछौँ, 3 देखि 4टा ड्याङ। एउटा ड्याङ हाम्रो 10 मिटरको हुन्छ, हाम्रो यो भित्रको लेन्थ चाहिँ 10 मिटर हुन्छ नि हो। त्यो हो भने चाहिँ 3टा ड्याङ बनायो भने यो चाहिँ 35 मिटरसम्म लाग्छ भने 4टा ड्याङ बनायो भने 40 मिटर एडिसन थप हुँदै जाने भयो। अर्को यसमा ध्यान दिनुपर्ने कुरा के हो भन्दाखेरि चाहिँ जस्तै यो मल्चिङ प्लास्टिक एउटा ड्याङमा तपाईँ कसरी राख्नुभयो भने यता साइडतिर चाहिँ 2 मिटर यो साइडतिर चाहिँ माटोले च्याप्नुपर्छ नि, एउटा ड्याङ दुवै भागमा माटो च्याप्नुपर्छ। अनि माटोले च्यापिसकेपछि अनि यो पुरा ड्याङ बनाइसक्यो, हामी बिछ्याउँछौँ, साइडबाट हामी माटोले सेप्छौँ। ड्याङ बनाउँदाखेरि जहिले पनि यहाँ यो भागबाट चाहिँ 10 देखि 15 सेन्टिमिटर चाहिँ उठ्नुपर्छ नि ड्याङ, माटो हो ड्याङ चाहिँ 10 सेन्टिमिटर उठ्नु पऱ्यो। अनि त्यसपछि चाहिँ हामी बिरुवाको प्रकृति अनुसार अब तपाईँले अगबरी खेती गर्नुहुने हो भने एउटा जुन यसमा पाल पर्छ, एउटा पालदेखि अर्को पालको डिस्टेन्स चाहिँ 60 देखि 70 सेन्टिमिटर हुन्छ। गोलबेडा हो भने जात अनुसार 50 देखि 70 सेन्टिमिटर त्यो बिचमा अब कुन चाल लाउने हो त्यो अनुसार तपाईँले पाल परीक्षा गर्न सक्नुहुन्छ। यो चाहिँ अब हामी यहीँनिर अहिले पानी बाहिर ठुलो पानी परेको हिसाबले बाहिर गर्न सकेनौँ। आज हामी थोरै सिक्छौँ, पछि भोलिपर्सि तपाईँले आफै तरकारी गर्न सक्नुहुन्छ। यसको अघि मैले हिसाब